साथीहरु मेरो नयाँ भिडियोमा स्वागत छ। आज हामी जंगली च्याउको रेसिपी लिएर आएका छौं। हजुरहरुलाई कस्तो लाग्छ भिडियोलाई स्किप नगरिकन हेर्नु होला। यो जंगली च्याउ अत्याधिक माटो हुन्छ, त्यसै कारणले गर्दा हामीले राम्रोसँग केलाउनु पर्ने हुन्छ। यहाँ हाम्रो म्याडमले राम्रोसँग केलाउनु पर्छ भन्दै राम्रोसँग हेर्दै छिन्, केलाउँदै छिन्। अब हामीले विभिन्न तरिकाले पकाउने गर्छौं, आफ्नो तरिका अनुसार हुने गर्छ र मसलाहरुलाई पनि एड गर्नुपर्ने हुन्छ। त्यो हामी पुरा भिडियो हेरेपछि हजुरहरुलाई कस्तो लाग्छ प्रतिक्रिया पनि दिदै गर्नु होला। साथीहरु, आज हामी जंगली च्याउ पकाउन गइरहेका छौं। त्यसको लागि बुढापाकाले भने जस्तै लसुनको मात्रा धेरै राख्नुपर्छ, लसुन चाहिँ धेरै बनाएका छौं र त्यसैगरी प्याजलाई काटेका छौं मसिनो गर्नुको, अनि त्यसैगरी टिमुर थोरै मात्रामा लिएका छौं र स्वाद अनुसार हामीले यो अदुवा पनि लिएका छौं र थोरै बेसार काँचो बेसार लिएका छौं। यसलाई पिसेर हामी मसिनो बनाएर पेस्टको रूपमा राख्ने छौं। हामीले आज जंगली च्याउको रेसिपी पकाउनको लागि मसला तयार गर्दैछिन् हाम्रो म्याडमले। यहाँ मसला छ थोरै, अनि लसुनको मात्रा धेरै छ र अदुवा बेसार र सँगै डल्ले खुर्सानी आफूलाई स्वाद अनुसार पिरो राख्न सक्नुहुनेछ। हामीले यो तोरीको तेल हालेका छौं। त्यो तेल तातिसकेपछि हामीले साथीहरु थोरै टिमुर फुराएका छौं, अनि सँगै जिरा फुराएका छौं थोरै, अनि त्यसैगरी अघि काटेको हामीले प्याजलाई राखेका छौं। प्याजलाई एड गरेर बिस्तारै सानो फ्लेम गराएर मजाले रातो हुने गरी पकाउनु पर्नेछ। अनि सँगै यो रातो भइसकेपछि हामीले टमाटर मसिनो गरी काटेको टमाटरलाई पनि एड गर्नुपर्नेछ। काटेको टमाटरलाई एड गरेका छौं र यसलाई पनि मजाले पकाएर पकाउनु पर्नेछ। टमाटर पाकिसकेपछि साथीहरु अब हामीले अघि पिसेको मसला एड गरेका छौं। मसलालाई राख्दै चलाउँदै बिस्तारै यसको चाहिँ राम्रोसँग पाकिसकेपछि हामीले मसलाको पेस्ट सँगै टमाटर र प्याजलाई राम्रोसँग चलाइ गरी यसलाई चाहिँ राम्रो पेस्ट गराउनु पर्नेछ। मसला राम्रोसँग पाकिसकेपछि अब हामीले अघि राम्रोसँग बनाएको च्याउलाई एड गर्दैछौं। च्याउलाई एड गर्नुपर्नेछ र च्याउबाट एकदमै च्याउले धेरै पानी सोच्ने भएको कारणले गर्दा च्याउबाट धेरै पानी निस्किन्छ। हामीले यसलाई राम्रोसँग चलाउँदै जानुपर्ने हुन्छ र च्याउले धेरै मात्रामा पानी सोच्ने भएकोले पानी निस्किँदै गइसकेपछि यसलाई ग्यासको फ्लेमलाई चाहिँ अलि ठुलो बनाउनु पर्ने हुन्छ र ठुलो बनाएर मजाले छोप्दै चलाउँदै गर्नुपर्ने हुन्छ। नुनलाई एड गरेका छौं। आफ्नो स्वाद अनुसार चाहिँ आफूलाई आवश्यकता अनुसार चाहिँ नुन एड गर्नु होला। पानी निस्किसकेको छ साथीहरु र यसमा मिडियम हाई फ्लेम बनाएर गर्नुपर्ने छ। हाम्रो रेसिपी तयार भइसक्यो र तपाईहरुलाई आवश्यकता अनुसार ग्रेभी बनाएर पनि खान सक्नुहुनेछ। कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला र राम्रो लागेमा लाइक कमेन्ट गर्न नभुल्नु होला। धन्यवाद। रेसिपी तयार भइसक्यो। अब हामी खानको लागि रेडी भयौं।